जब जब निर्वाचन मतगणना जस्ता कुराहरू हुन्छन् तब धेरैले बहुमत तथा 2/3 मत भनेको हामीले सुनिरहेका छौं। तर वास्तवमै यस बारेमा सही जानकारी धेरैलाई नहुन पनि सक्छ। त्यसकारण आज हामी यस सम्बन्धी जानकारी दिन गइरहेका छौं। दर्शकवृन्द, नेपालको संघीय संसद 2 सदनात्मक छ। संविधानको धारा 83 मा प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका 2 सदन सहितको एक संघीय व्यवस्थापिका हुने भनिएको छ। राष्ट्रिय सभालाई माथिल्लो सदन र प्रतिनिधि सभालाई तल्लो सदन भनिन्छ। प्रतिनिधि सभामा प्रत्यक्षबाट निर्वाचित 165 र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित 110 गरी 275 जना संसद हुन्छन्। राष्ट्रिय सभामा भने प्रत्येक प्रदेशबाट विभिन्न क्लस्टरका 8 जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित 3 गरी 59 जना सदस्य रहने व्यवस्था छ। प्रतिनिधि सभामा 2/3 का लागि 184 जना संसद चाहिन्छ भने राष्ट्रिय सभाको 2/3 40 जना हो। तसर्थ सदनको 2/3 का लागि 223 जना संसद हुनुपर्छ। अब बुझौं 2/3 ले के गर्न मिल्छ त। संघीय संसदमा 2/3 भए पनि नेपालको संविधानको धारा 274 को उपधारा 1 मा भएको विषयमा बाहेक संविधानका अन्य प्रावधानमा संघीय संसदमा कायम सम्पूर्ण सदस्य संख्याको कम्तीमा 2/3 बहुमतबाट संशोधन गर्न मिल्छ। त्यस्तै संकटकालीन व्यवस्था अनुमोदन तथा जनमत संग्रह सम्बन्धी व्यवस्था, नेपाल राज्य वा सरकार पक्ष हुने सन्धि वा सम्झौताको अनुमोदन, सम्मेलन, स्वीकृति वा समर्थन, सुरक्षा एवं सामरिक सम्बन्ध र नेपाल राज्यको सिमाना सम्बन्धी सन्धि तथा सम्झौता, राष्ट्रपति उपराष्ट्रपति विरुद्धको महाअभियोग पारित गर्नुपर्ने भए संघीय संसद दुवै सदनको 2/3 बहुमतबाट पारित गर्नुपर्ने संविधानमा व्यवस्था रहेको छ। प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी विरुद्ध महाअभियोग तथा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको 2/3 बहुमतबाट पारित भए पद मुक्त हुने व्यवस्था छ। अब बुझौं बहुमतले के गर्न सक्छ त। प्रतिनिधि सभाको बहुमतले सरकार गठन गर्न सक्छ, कानून निर्माण गर्न सक्छ, शान्ति र मैत्री तथा प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँड गर्ने सम्बन्धी सन्धि वा सम्झौता मध्ये राष्ट्रलाई गम्भीर असर नपर्ने किसिमको सन्धि वा सम्झौता पारित गर्न सक्छ। संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीले विश्वासको मत पारित गर्न वा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव अस्वीकार गर्न सक्छ। तर प्रतिनिधि सभामा बहुमत भए पनि कानून निर्माणका लागि राष्ट्रिय सभाको पनि भूमिका रहन्छ। कानून निर्माणमा प्रतिनिधि सभामा जुन प्रक्रिया पार गर्नुपर्ने हो राष्ट्रिय सभामा पनि ती प्रक्रिया पूरा गर्नै पर्ने हुन्छ। संविधानको धारा 111 अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलले कानून निर्माणका लागि राष्ट्रिय सभाको साथ नभए पनि अगाडि बढ्न सक्ने बाटो खोलेको छ। प्रतिनिधि सभामा 2/3 भयो भने आफूले चाहे अनुसारका कानून बनाउन र सरकार चलाउन सकिन्छ। राष्ट्रिय सभा सहितको 2/3 भयो भने संविधान संशोधन, सन्धि सम्झौता, महाअभियोग पारित गर्ने, जनमत संग्रहका निर्णय हुन सक्दछन्। प्रतिनिधि सभामा 2/3 ल्याए पनि संविधान संशोधन लगायतका काम गर्न राष्ट्रिय सभामा अन्य दलसँग सहकार्य गर्नुपर्छ। संविधानविदहरूका अनुसार संविधान संशोधन र नेपाललाई दूरगामी असर गर्ने अन्तर्राष्ट्रिय सम्झी सम्झौता गर्नका लागि संघीय संसदमा 2/3 चाहिन्छ। एउटा सदनमा मात्रै आएको 2/3 ले म जे पनि गर्न सक्छु भन्ने छुट संविधान अनुसार हुँदैन।